also, as well र to यी तीनैवटा शब्दहरूले पनि अर्थात् कुनै कुरा भन्दा थप भन्ने अर्थ राख्दछन्। तर यिनीहरूको बीचमा प्रयोगको फरक के छ त सबैलाई थाहा नहुन सक्छ। आजको यो छोटो भिडियोमा म तपाईहरुलाई यी तीनवटा शब्दहरूको प्रयोगमा आउने फरकको विषयमा बताउँदै छु। नमस्ते, म तपाईहरुकै अंग्रेजी मास्टर अर्जुन पौडेल। सुरु गरिहालौं। also, as well र to यिनीहरूलाई यही क्रममा राख्दाखेरि तीनवटैमा फर्मालिटीको केसमा अलिकति अन्तर आउँछ। also चाहिँ सबैभन्दा फर्मल भयो, as well अलिक कम फर्मल र to चाहिँ सबैभन्दा कम फर्मल अथवा यसलाई इन्फर्मल प्रयोगमा आउँछ। यस बाहेक यसमा सिन्ट्याक्सको फरक पनि छ। प्रयोग गर्दाखेरि also लाई चाहिँ सब्जेक्टको ठिक पछाडि अथवा भर्बको अगाडि प्रयोग गरिन्छ भने as well र to लाई चाहिँ वाक्यको पुछारमा अन्त्यमा प्रयोग गरिन्छ। एक दुईवटा एक्जाम्पल हेरौं। My brother also speaks French। यहाँ मैले my brother सब्जेक्टको पछाडि also राखेको छु। यो चाहिँ speaks भन्ने भर्बको अगाडि छ। तर यही वाक्यमा मैले as well अथवा to प्रयोग गर्नु पर्यो भने चाहिँ My brother speaks French as well अथवा My brother speaks French too अन्त्यमा जान्छ। अर्थले केही फरक राख्दैन, अलिकति फर्मल र इन्फर्मल टोन हो र चाहिँ कहाँ प्रयोग गर्ने भन्दा also चाहिँ सब्जेक्ट पछाडि, as well र to चाहिँ वाक्यको पुछारमा। आशा छ तपाईहरुले यो भिडियोबाट केही सिक्नुभयो होला। मेरो भिडियोहरु मन पराउनु भएकोमा धन्यवाद। यदि यस्तै भिडियोहरु अझै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनुहोला है त। थ्यांक यू।